16 घण्टासम्म जब हामी केही पनि खाँदैनौँ त्यतिखेर हाम्रो बडीमा के हुनेछ यो कुरा जानौँ। याद राख्नुहोस्, हामी भोकै बसिरहेका छैनौँ, हामी फास्टिङ गरिरहेका छौँ। सबैभन्दा फर्स्टमा 4 देखि 8 घण्टाभित्र तपाईको सुगर लेभल नर्मल हुनेछ। जब तपाईको पेटमा कुनै पनि फुड जाँदैन या त खानेकुरा रहँदैन त्यतिखेर तपाईको बडीले इन्सुलिन रिलिज गर्न बन्द गर्नेछ। 12 घण्टाभित्र तपाईको बडीले सारा खानेकुराहरूलाई बर्न गरिसक्नेछ, मतलब पचाइसक्नेछ। जब तपाईँ केही खानुहुन्न त्यतिखेर तपाईको डाइजेस्टिभ सिस्टमलाई रेस्ट मिल्नेछ अनि त्यसको हिलिङ प्रोसेस सुरु हुनेछ। त्यतिखेर तपाईको ह्युमन ग्रोथ हर्मोनमा पनि इन्क्रिज हुनेछ र 14 घण्टाभित्र तपाईको बडीले इनर्जीको लागि फ्याट बर्निङ गर्न सुरु गर्दछ। तपाईको बडीमा अर्को कमालको चिज हुनेछ जसलाई अटोफेजी भनिन्छ। यतिखेर तपाईको बडीभित्र भएको पुरानो र मृत सेल्सहरूलाई रिमुभ गरेर बाहिर फ्याँकिदिनेछ ताकि तपाईको बडीले नयाँ र हेल्दी सेल्सहरूलाई बनाउन सकोस्। र अन्तिम 16 घण्टाभित्र तपाईको फ्याट बर्निङ मजासँगले हुन सुरु गर्दछ। त्यस पछाडि मानिसहरूले आफ्नो वेट लस भएको महसुस गर्दछन्। यसै कारणले 16 र 8 को जुन मेथड छ त्यो मेथडलाई सुपर मेथड भनेर भन्ने गरिन्छ अनि यो मेथडलाई मैले पनि फलो गरिरहेको छु। यदि तपाईलाई फास्टिङको बारेमा अझ धेरै जानकारीहरू थाहा पाउन मन छ भने मलाई मेसेज गर्न चाहिँ नबिर्सिनुहोला।